पर्छ गल्ती गरेर आज फेरि उठेर लड्यो भने हाम्रो सायद जित्न सक्यो भने अनि छोडिदियो भने फेरि त्यो कहाँदेखि हुन्छ छोड्ने होइन कि गल्ती भइराख्यो भने अब त्यो गलतै लाइन समाज भने जस्तो गलतै हुन्छ है सिधै कुरा हो आफूले गल्ती हुन्छ योचोटि गल्ती गरेँ अर्कोचोटि बेस्ट गर्छु भन्ने कोसिस गरेपछि चाहिँ राम्रै हुन्छ है म आई थिङ्क त्यस्तै हो हे गाइज वेलकम ब्याक टु माई च्यानल के छ केटाकेटीहरू है आज हामीहरूको लङ टाइमपछि भ्लग आइरहेको छ लगभग 1 इयर्स पछि हामीहरू पनि अहिले भर्खरै गर्दै भेटेको होइन लोकेसन भनिदियो दोस्त आज हामी कहाँ गइरहेको छौँ हामी कहाँ गएको भनेपछि पशुपति गइरहेको छौँ होइन ल हामीहरूको रुम चाहिँ यो अब हेर केटाहरूको रुम चाहिँ के होला कस्तो होला भर्खरै आयो होइन नयाँ सिफ्ट हो काठमाडौँमा भर्खरै खस्यो ल ठिक छ अब गइरहेको छौँ घुमेर आउँ यस्तो पशुपतिनाथ दर्शन गरौँ त्यहाँ बान्दर हुन्छन् रे सायद थप्पड हाल्न दोस्तलाई हानेको छ सायद हो दोस्त होइन हानेको मलाई नहाने होला र एक दुई थप्पड दिए होला ल केही छैन साथीहरू है अब गइरहेको छौँ यस्तो रमाइलो हामीहरू ल साथीहरू फाइनली हामीहरू धरहरा पनि पुग्यो केटाहरू सबै यहाँ चिलमा होइन अब मास्क चाहिँ लगाउनै पऱ्यो हल्का गाइस फाइनली हामी धरहरा पुगिसकेका छौँ होइन धरहरा गर्दै अब यसो हल्का पोल्युसन छ नि त त्यही कारणले अब मास्क सास्क लगाएको अब माथि जाने कि नै बनायो त्यो कुरा भन न साथी अब जस्तै खाने डिसाइड गर्ने अनि हेर न भिड पनि यो रुख चाहिँ मलाई खत्रै लागेको काम कस्तो भनेको होइन बाहिर देशको जस्तो के सेम कुनै दिन साथी अब कोरियन पढिरहेको छ कुनै दिन साथी यस्तै मतलब रुखहरू यस्तै हुँदैन नि त्यहाँ बाहिर होइन कोरियामा ल्याएर त्यो घाँस सास काट्ने काम रुखसुख काट्ने काम यस्तो रुख काम काट्ने गर्छ कोरियामा ठिक छ बबाल छ ल हामीहरू एकछिन भित्र त गइदिउँ त ल गाइज हामी फाइनली पशुपतितिर पुगिरहेछौँ हामीले यहाँ बाटोमा लागु पदार्थ सेवन गरेर ढलेका व्यक्ति देखेका छौँ प्लिज लागु पदार्थ सेवन नगर्नुहोला गर्नाले मुटु तथा छातीको क्यान्सर हुन्छ किडनीमा हार्ट एट्याक पनि आउँछ सुनेको थिएँ किडनीमा त हार्ट एट्याक आउने ए केटा रोग न यार लक्ष्मण रोग त्यही हो बिस्तारै बिस्तारै पाइला हाम्रो अघि बढ्नु अरू भन साथी के भन्ने हो र के भन्न चाहन्छौ तपाईँ तिमी भन नि त त्यस्तो गलत शब्द मेरो भ्लगमा युज नगरिदिनु होला कृपया पछाडि मान्छे पनि हेरिदिनु होला आए त्यो मास्क लगायो भने कसैले चिन्दैन भनेर त्यो नसोच्नु होला बोलिदिनु होला किनकि चारैतिर मानवै मानव र तिमी पशु पन्छी छौ। मलाई एक भन्नु छ होइन हजुर साथी भन न 2 शब्द भन्न एक शब्द भन्छु हजुर भ्लग बनाउनलाई रेडियोमा पोस्ट गरिदिएर रेडियोमा पोस्ट गर्ने भनेको हामी होइन हामी भ्लग बनाएर हो है युट्युब हो नि यसै शिवजीको भक्तहरू तथा होइन देवताहरूको लागि आदरणीय सामानहरू छन् माला तथा भालाहरू त्यही हो बच्चाहरूको लागि फिरफिरे पनि रहेछ फिरफिरे हावा चले सिरफिरे माया लाग्यो घिरिघिरी होइन त्यही हो अब पहिला अगाडि बढिरहेको छन् केटाहरू उता लामा लामा दुइटै हामी पनि दुइटै लामै हो तर लामो छ र अब त अलि सानो छ मसँग यस्तै हो क्या अब हाइट छैन भनेर हेपिरहेको हुन्छन् म अब एक्सर्साइज गरिरहेको छु साथीहरू मेरो अब एक्सर्साइज एकदम इन्स्टाग्राममा मैले हेरिरहेको छु भिडियो पछाडि छुट्दियो भने अब त्यस्तो त्यति सानो पनि छैन हेर गाई नोटिस गर अब को छ ठुलो ठुलै छ केही छैन अब सानो ठुलो भइहालिन्छ हाइट होइन सबै मान्छे एउटै हाइटको भयो भने चल्दैन नि त दुनियाँ सबै एउटै किसिमको मान्छे कस्तो दिँदैछ मेरो हाइट लामो छ नाक ठिकै छ यसको हाइट सानो छ नाक ठुलो छ मजा आइछ यस्तो कुरा चाहिँ गर्नु भएन दोस्त पब्लिक प्लेसमा यस्तो कुरा चाहिँ गर्नु भएन ओहो यो अँगाड लिइरहेछ के भन्छन् अङ्गडै लिइरहेछ त्यही हो दोस्तले बिल्ला हानिरहेको हुन्छ टाइममा अब योसँग मिर्जी लगाउनेवाला छौँ त्यो पछि बिल्ला हान्न बन्द हुन्छ क्या अब यहाँ सुन मिर्जी लगाएपछि त रेस्पेक्ट दिन्छ नि त साथी यतिको माया प्रेम नहुन्छ कहाँ चल्छ त्यो नाक ठुलो छ भन्ने बिल्ला हान्ने हुन्छ यस्तो हो क्या मास्क लगाएको नाक देखाइदिएन साथी हेर अब साथी छ अहिले चाहिँ गाली दिन मिल्छ पछि मिर्जी लगाउने हो नि त अब यहीको उमेरमा मेरो टक्क मिर्जी लगाउने प्लान चलिरहेछ मिर्जी लगाएपछि गाली दिन मिल्दैन त्यही कारणले लगाएको छैन क्या अहिले मलाई यसलाई गाली दिन मिल्छ नि त पछि मिर्जी लगाएपछि मिल्दैन सायद अरू मिल्छ मलाई थाहा छ त्यही हो है अब बिस्तारै पाइला चलेको छ टक्क अगाडि बढिरहेको छु ल एकछिन क्यामेरा ल हाल्यो ल साथीहरू अहिले चाहिँ हामीहरू पशुपतिनाथ मन्दिरतिर है केटाहरू के छ त ल होइन ल पुरा भयो दोस्त त्यहाँ होइन त्यहाँ एउटा छ नि हात हाल्ने ठाउँमा त्यहाँ मेरो हाल्ने हल्का
सबैको देखिरहेको हुन्थ्यो कि अनि त्यही कारणले मलाई पनि यस्तो हाल्नु मन थियो फर्स्ट लोडमै हालिदिएँ मैले होइन फर्स्ट लोड होइन ह्याप्पी केटा मैले पनि त हालेँ सँगसँगै यार तेरो दोस्तहरू यहाँ छन् यार खास भाइ फुच्चे हनुमानजी हनुमानजी अनि आएर शिवजीको मन्दिर त्यो केटाहरू रमाइलो छ काठमाडौँ चाहिँ है मलाई त दामी लाग्यो त्यो मन्दिरतिर एकछिन हामीहरू यस्तो घुम्दिउँ न जानु पशुपतिमा होइन पुरानो मन्दिरहरू जस्तो छैन र पुरानो मन्दिरहरू हुन् कि यो सब पुरानो मन्दिर हो यो दियो जलाउनु मिल्छ होला सायद तर त्यही हो टाइगर एकचोटि घन्टीबाट जाऊ दोस्त ल अरे तिम्रो हात पावर छैन वाह ल ठिक छ टुरिस्टहरू बाहिरदेखि आएको मान्छे ल साथीहरू अब चाहिँ हामीहरू पशुपतिनाथ मन्दिरबाट बिदा लिएर जाँदैछौँ है अब धेरै घुम्यौँ आज त एकदम छुट्टा थाकिसक्यो नेक्स्ट ब्लग चाहिँ होइन अझ छ कन्टिन्यू गर्न सकिन्छ बिस्तारै उता हेर हनुमानजीको एन्ट्री भयो त्यही हो राम्रै छ हेर न पुरा भिड त एकदम टुरिस्टहरू एकदम आएर आउँछन् के हो साथ थाकिहाल्यो जस्तो लाग्यो तिमी चाहिँ यार होइन नथाक्यो र केही छैन बबाल छ है ठाउँ चाहिँ बबालले लाग्यो मलाई पनि नाइ यार ल अब यहाँदेखि हामीहरू निस्किन्छौँ अनि बाटोमा के हुन्छ हेरौँ न ल साथीहरू अब चाहिँ हामी लाग्दैछौँ फेरि धर्रा साइड है एकदम पानी पनि परिरहेछ देख्न सक्नुहुन्छ तपाईँले झुलझुले के भन्नु नानी त्यसलाई झुलझुले झुला झुला मौसम ऊ त्यहाँ हेरेर त्यसलाई के भन्छ थाहा भएन कमेन्ट बक्समा प्यात्ता हानिदिनु होला त्यही हो हामीहरू त घुमिरहेछौँ रमाइलो छ अहिलेसम्म त पानी पऱ्यो कि तर एक्कासी अब रुमतिर जाने हेर न ट्राफिक कस्तो लागिरहेछ हार्ड तरिकाले केटाहरू हो त्यही हो अब एकछिन क्या हो लाइसेन्स निकाल्ने होला लाइसेन्स लाइसेन्स छ कि नै छैन यार बाइक त सिक्यौँ अस्ति फालिदिएँ बाइक साइक होइन अनि अब बिस्तारै बिस्तारै गाड्नुपर्छ बाइक चलाउन यसलाई मैले सिकाएँ तिम्रो गुरुको गाडी चलाउन सिकाउने भन त बाबु यो एलके ब्रो ब्लग च्यानलमा स्वागत छ है हेर न यो रुखहरू चाहिँ मलाई लास्ट मन परिरहेको छ के खै किन हो कुन्नी मैले यसलाई गाडी चलाउन सिकाएँ है त मलाई पनि आउँछ तर मैले एक दुईचोटि एक्सिडेन्ट त भएको छ तर केही छैन कोसिस जारी छ हारेको छैन सिरुपाते डाइलग है त्यही हो हार्नु हुँदैन कि लाइफमा हार भन्ने चिज त गर्ने होइन ए हो अब धरेर आएर एकचोटि खस्यो फेरि बनिहाल्यो के छ एकचोटि बनिँदैन यार खालि सेतो घर हो अरे एकचोटि खस्यो केही छैन फेरि हार नमान्नु अगाडि बढ्ने हो क्या केही गल्तीबाट सिकिन्छ त्यही म त त्यही मान्छु होइन गल्तीबाट केही सिकिन्छ टाइपकै लाग्छ मलाई त अब तपाईँहरूको के सोच जान्छ कस्तो जान्छ त्यो कमेन्ट सोच आफ्नो सोचमा आफ्नो सोचमा भर पर्छ गल्ती गरेर आज फेरि उठेर लड्यो भने हाम्रो सायद जित्न सक्यो भने अनि छोडिदियो भने फेरि त्यो कहाँदेखि हुन्छ छोड्ने होइन कि गल्ती भइराख्यो भने अब त्यो गलतै लाइन समाज भने जस्तो गलतै हुन्छ है सिधै कुरा हो आफूले गल्ती हुन्छ योचोटि गल्ती गरेँ अर्कोचोटि बेस्ट गर्छु भन्ने कोसिस गरेपछि चाहिँ राम्रै हुन्छ है म आई थिङ्क त्यस्तै हो ल एकछिन धरेर हेर्नुहोस् त्यसपछि हामीहरू जान्छौँ होइन रुमतिर पानी परिरहेछ काठमाडौँ भर्खर नयाँ नयाँ आएको छ नि त काहीँ ज्वरो आइदिएपछि होइन त्यस्तै हो तनाव हुन्छ घर गएर अब घरको रुममा गएर मस्त ओढेर सुत्ने हो मेरो खाना बनाउने सेप चाहिँ यही हो आज राति खाना बनाउनु लाग्यो भने दिएको हजुरलाई म है खाना चाहिँ दामी बनाउँछु साथीले यार मनपर्छ मायाकासँग खाना चाहिँ यसले बनाएको सबभन्दा कि केटाहरू यसले बनाएको खाना मात्र खाने कि यता उता भन्छन् त्यही हो मलाई पनि त्यस्तै लाग्छ यसको बुली चाहिँ सुक्ख पाउँछ सायद खाना पनि मिठो बनाउँछ न यसलाई रिस आउँछ रिस पनि आउँदैन मेरो साथीलाई त हेर रिस पनि आउँदैन यसलाई त खाना बनाउनमा के गर्दैछ आफ्नो पेट आफूले पाल्ने दोस्त अब खाना बनायो खायो दुईवटा दोस्तले दोस्त रिस मानेर कामै हुँदैन मैले भाँडा धुन्छु अनि हल्का रुममा झाडु पोछा हान्छु अनि यसले चाहिँ खाना बनाउँछ त्यही हो मिलेरै गर्ने त हो के कुरा दुईजना साथी मिलेर कत्रो के कम्पनीहरू खडा गरेर चाहिँ हामीहरू पनि कम्पनी नखडा गरे पनि केही न केही त गर्ला नि हो त्यही हो त्यही सोध्छु होइन साथी ल ठिक छ ल अरू के भन्न चाहन्छु भने भनिदिनु के छ सबै केटाकेटीहरूले अब यस्तै लाइक कमेन्ट होइन गरिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गरिदिनु होला जित्दै हुन्छ अनि एउटा कुरा चाहिँ भन्न भुलेँ म यो मेरो भिडियो चाहिँ लगभग 1.5 वर्षपछि आइरहेको छ है माया चाहिँ अलिकति चाहिँ देखाउनै पर्छ यो भिडियोमा 1.5 वर्षपछि भिडियो आइरहेको छ प्लिज माया देखाउनु होला त्यही छ लगाइज फाइनली हामीहरू
रुममा पनि पुगिसक्यौँ है ल यहाँ चट्ट आज 2जना मात्र हिजो त 4जना थियो आज 2जना मात्र चट्ट मिलाएर व्यस्त र अब 2जनाको यस्तै हो होइन रुम लिएको मान्छे काठमाडौँतिर के गर्ने त होइन यस्तै हुन्छ रुमसुम अनि हाम्रो चाहिँ यहाँ कुकिङ मास्टरको चलिरहेको छ प्रोसेस के बनाएर हो सरकार सेफजी सेफ आज के खिलाउने विचार थियो त मलाई ल भन्नु त ल यो अन्डा भुर्जी बनाइरहेको छन् होइन हाम्रो सेफ दाल रेडी भइसकेको छ दाल लिएर यो दाल बोइल गरेर टक्क बनाइसक्यो 2जनाको लागि कति बनाउनु पर्छ र हल्का त होइन एकछिनमा भात पकाउने मजाले अब एकछिनमा खाना बनाउँछ त्यही हो अब खाना खाने सुत्ने हो अब के छ काम हामीहरूको है ल साथीहरू हाम्रो चाहिँ खाना रेडी छ विशाल सेफले बनाएको सेफजी त्यही हो साथीहरू अब चाहिँ खानासाना खान्छौँ है अनि अब चाहिँ के भन्ने अरे अब कतिको लागि भिडियो धेरै लङ टाइम पछि अब छ होइन हल्का चाहिँ सपोर्ट गर्नैपर्छ सपोर्ट गरिदिनु होला अब खानासाना खान्छौँ अनि हजुरले खानुभयो कि नै खाना के खानुभयो कमेन्ट हानिदिनु होला नि के छ र ल नेक्स्ट ब्लगमा मिल्छौँ लेट्स बाई